चाहिँ सरप्राइज लिएर साथीहरू दिदी चाहिँ माथि छ होला हेरौँ के पछि कस्तो रियाक्सन आउँछ ल साथीहरू हामी चाहिँ यहाँ आइसक्यौँ मम्मी यहाँ रेडी हुनुहुन्छ आइसक्यौँ यहाँनिर त्यो चाहिँ अब के गर्दै बसियो थाहा छैन है सरप्राइज कस्तो हुन्छ अब हेरौँ है रियाक्सन हेर्नु है रियाक्सन जान ह्यापी बेबी कहाँ गयो रियाक्सन रियाक्सन अगाडि ल्याउनु न नसकेसम्म छोड्नु त हुँदैन के गरेर मेरो सिट आर्गल बोलबोल नुहादियो नआउनु पर्दैन यो त केही हुन्न आहा के राम्रो भयो त कस्तो रियाक्सनै केही दिन त यो त थाहा पाएँ गरेर बन्दरले के बढे यस्तो छ रियाक्सनै केही छैन थाहा पाएँ गरेर हेर्नु त साथीहरू के भन्नु साथीहरू रियाक्सन त केही नै आएन पहिला थाहा थियो क्या के गराउने होला राम्रो देखिया बाटोहरू के उतुहरू के लाउन के हो त नि हो यसरी गर्न के साह्रो डरा त खोइ त नानी बोल्दो रहेछ नि आएर ह्याप्पी बर्थडे ह्यापी बेबी इफिटला राम्रो बनाइ इफिटला राम्रो गर के अरे दिदी हिनाजुले समाउने एउटा एउटा ल्याइदिएको बिनाजु कुन दुनियाँमा दुईटा दिदीले मात्रै गरी भाइ अब ल काटौँ न त खै ल खै हाल जिन्दगी पेट ल यहाँ त बिजै गराइदिनु मेरो नि के अहिले हामी अझै रेडी भएर बस्छ सरप्राइज जस्तो गरिन म रेडी भएर बस्थेन नि अनि त्यो त सरप्राइजै हुन्न नि ल अब म एक्लै छुइनँ नि कोही बसेर बनाउन किन उठेर बनाइकिर होइन के हुन्न ह्याप्पी बेबी भन न ह्याप्पी बेबी सर म दुईजना खानुपर्छ बेबी सर चाहिँ म दुईजना खान दुईजना तिनजना किन चाहियो ल ओके ल हामीले खुवाइदिने होला नि त तँलाई दही चिउरा ल खुवाइदिनु भयो